नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। जनकपुरधाम विमानस्थलमा तोडफोड गरेको आरोपमा राजपाखा सांसद शाह काठमाडौँबाट पक्राउ। बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महरालाई म्याद थप गर्न जिल्ला अदालतमा पेश। सञ्चार माध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेको भन्दै प्रधानमन्त्री ओलीद्वारा असन्तुष्टि व्यक्त। पश्चिममा संस्कृतिको अनुकरण बढेको भनाई। गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको आह्वान। र चिनिया राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल भ्रमण वर्ष 2020लाई प्रबन्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने पर्यटन मन्त्री भट्टराईको भनाई। अब समाचार विस्तारमा। जनकपुरधाम विमानस्थलमा तोडफोड गरेको आरोप लागेको राजपा नेपालका प्रतिनिधि सभा सांसद प्रमोद शाह काठमाडौँबाट पक्राउ परेका छन्। सांसद शाहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौँ विमानस्थलबाट पक्राउ गरेको हो। काठमाडौँबाट ओखलढुङ्गा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरले उनलाई पक्राउ गरेको हो। उनलाई आजै जिल्ला अदालत धनुषामा पेश गरिनेछ। नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद शाहमाथि तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै गैर सैनिक हवाई उडान ऐन 2015 अन्तर्गत कारबाहीको माग गरेको छ। शाहमाथि सोमबार जनकपुर विमानस्थलको बुध एयरको काउन्टरमा तोडफोड गरेको अभियोग लागेको छ। सोमबार बिहान 11:40 को बुध एयरको जहाज दिउँसो 1:30 बजेसम्म पनि नआएको र जहाजमा एकजना किर्नीको बिरामीलाई समयमै काठमाडौँ पुग्नुपर्ने भए पनि समस्या जहाज नभएकाले आक्रोशमा आएर बुध एयरको काउन्टरमा सामान्य तोडफोड गरेको सांसद शाहले बताएका छन्। उनले यस विमानस्थलमा कर्मचारीको लापरवाहीका कारण समय समयमा यस्ता घटना हुँदै आए पनि विमानस्थल प्रशासनले कुनै ध्यान नदिएको गुनासो समेत गरेका छन्। और वन पेशेंट के यहाँ 2.5 घंटा से बैठे पड़ल इमरजेंसी है, तुरंत उनकर तबियत खराब हो रहा है और वही आदमी के बैसैले छिए। न कोनो व्यवस्थापन है न किछ है ना। वीआईपी कक्ष में अपने देखी तनिका देर पहले आल थी जूठ गिलास सब 3-3 दिन के गिलास सब वीआईपी कक्ष में है। जूठ गिलास सब वो साफ करे वाला कोई नहीं है। 7टा कर्मचारी है यहाँ के इंचार्ज के बारंबार फोन के लिए इंचार्ज के कोनो मतलब नहीं है। सांसद शाहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 4 बस्ने 65 वर्षीय सौखीलाल चौधरीलाई काठमाडौँ पठाउनका लागि आफूले विमानस्थलका व्यवस्थापकलाई पटक पटक फोन गर्दा समेत कुनै चासो नदेखाएपछि बिरामी पीडाले छटपटाइरहेको अवस्थामा देखेर आफूले बुध एयरको काउन्टरमा तोडफोड गरेको स्वीकार गरेका छन्। शाह सर्लाही निर्वाचन क्षेत्र नम्बर 1बाट निर्वाचित प्रतिनिधि सभाका सांसद हुन्। यसैबीच सांसद शाहलाई केही बेरमा जनकपुरधाम ल्याइने भएको छ। सांसद शाहका समर्थकले अवरोध सृजना गर्ने आशंकामा जनकपुरधामको मुरलीचोकदेखि विमानस्थलसम्म ठाउँ ठाउँमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। राजपाका कार्यकर्ताहरूले विमानस्थल क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन्। संसद सचिवालय कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरी काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ। मङ्गलबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रारम्भिक बयान लिए लगत्तै निवर्तमान सभामुख महरालाई प्रहरले म्याद थप गर्न काठमाडौँ जिल्ला अदालतमा पेश गरेको हो। असोज 19 गते शाहीमाथि बलात्कार गरेको आरोपमा उहाँलाई प्रहरले नियन्त्रणमा लिएको छ। त्यसपछि बिरामी पर्नु भएका उहाँलाई थापाथली स्थित नर्विक अस्पतालबाटै काठमाडौँ जिल्ला अदालतमा लगिएको हो। अदालतमा महराले आफूले बयान दिन सक्ने बताए। आजै बयान लिने नभए बयानका लागि म्याद थप गर्ने तयारी गरिएको बताइएको छ। नेपाली काङ्ग्रेसका सांसद तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले 7 दिनको म्याद थप गरिएको छ। जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार 13 जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद थप गरिएको हो। प्रहरले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै 15 दिन मागेकोमा अदालतले 7 दिनको म्याद थप गरेको डीएसपी कार्कीले रातोपाटीलाई जानकारी दिए। 2064 साल चैत 27 गते राजपुरमा भएको बमकाण्डका आरोपी सांसद आलमलाई इन्द्रगेस्टमा समात्नु अघि पक्राउ पर्ने दिँदा लिन नमान्न
स्थानीय 5 जनाको साक्षी राखेर प्रहरले नियन्त्रणमा लिएको हो। सांसद आलमलाई आइतबार बिहान करिब 11 बजे इन्द्रिस गेट नजिकैबाट प्रहरले पक्राउ गरेको हो। डोटीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जीप तिजाली चुडी नजिकै आज बिहान दुर्घटनामा परेको प्रहरले जनाएको छ। जीपमा सवार अन्य 4 जना भने सामान्य अवस्थामा छन्। जीप सडकबाट 200 मिटर तल खसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम संस्कृतिको अनुकरण गरेर सञ्चार माध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले मङ्गलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चार माध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाउनु भएको हो। उहाँले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराउनुभयो। उहाँले विकसित मुलुकको संस्कृति देखासेखी गर्ने पार्टीले नेपाली भाषा संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्सदै गएको बताउनुभयो। विशेष गरेर सामाजिक सञ्जाल र सञ्चार क्षेत्रमा प्रयोग भएका भाषाप्रति उहाँले गम्भीर असन्तुष्टि जाहेर गर्नुभयो। हामीले नेपाली समाज हेर्यौँ भने सामाजिक सञ्जाल हेर्यौँ भने सभ्यताका पर्खालहरू बाङबुङ बताइएको छ। शिष्टता मर्यादा केही पनि छैन। पत्रकारले बाउलाई पनि तपाईँ भन्दैन, तिमी गर्दा माथि हुन्छ। यो एउटा ट्रेन्ड हो, किनभने अङ्ग्रेजीको यु लोभ लागेर, अर्काको एउटा यु भन्ने शब्द लोभ लागेर बालाई तपाईँ भन्न गाह्रो लाग्छ। किनभने पैसावाला डलरवाला युरोवालाहरू युले काम चलाउँछन्, किन काम चलाउने? सभ्यता त त्यो रहेछ भन्ने पुरानो परेको छ। सानालाई तिमी भन्ने ठुला। दक्षिण एसियाका कतिपय देशहरूमा जनताको सार्वभौमसत्ता खोसिएको, कुण्ठित वा मृत अवस्थामा रहेको, बलको आधारमा शासन सत्ता सञ्चालन गर्ने प्रवृत्ति देखिएको तथा केहीले लोकतान्त्रिक व्यवस्था अवलम्बन गरी राजनीतिक आर्थिक अवस्था सुदृढ गर्दै विकासको बाटोमा सुपर पावरको अवस्थामा रहेको चर्चा पनि उहाँले गर्नुभयो। जसलाई फेरि हामी हिजोकै आदत अथवा हिजोका आदत र परिवर्तित सन्दर्भका छुटहरूलाई बेठिक ढङ्गले बुझ्ने प्रवृत्ति पनि छँदैछ। आलोचनात्मक चाहिँ प्रमुख भएको अवस्था हाम्रो देशमा पनि छ। किनभने यसले अबको बाटो के हो भनेर प्रधानमन्त्री ओलीले एसिया विकास र साहित्यको जननी भएको भन्दै उहाँले वास्तविक सुन्दर परम्परा र ऐतिहासिक सभ्यताको आधुनिक रूपमा विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो। अन्तर्हिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रबन्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरूको सम्मेलन गरेको हो। सम्मेलन कार्तिक 3 गतेसम्म चल्नेछ। राष्ट्रपति विद्या भण्डारीले गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले व्यक्तिगत तथा सामूहिक लगानी समग्र नेपाल निर्माण गर्ने महाअभियान लगाउन सबै गैर आवासीय नेपालीहरूलाई आह्वान गर्नुभएको हो। मङ्गलबारबाट काठमाडौँमा सुरु भएको गैर आवासीय नेपाल सङ्घ NRNA को 9औं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न सहज एवं अनुकूल वातावरण बन्न गएको दावी गर्नुभयो। उहाँले गैर आवासीय नेपालीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था संविधानमै गरिएको पनि स्मरण गराउनुभयो। व्यक्तिगत तथा सामूहिक लगानी मार्फत समुन्नत नेपाल निर्माण गर्ने महाअभियानमा सहभागी बन्न सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई हार्दिक आह्वान गर्दछु। गैर आवासीय नेपालीहरूले नेपालमा
गर्ने लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न नेपाल सरकारले विभिन्न नीतिगत व्यवस्थाहरू गरेको छ। नेपालको संविधानले कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप गेवाली गैर आवासीय नेपालीहरूलाई नेपालको विकासमा आफूले हासिल गरेका ज्ञान सिप र प्रविधिको उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले गैर आवासीय नेपालीहरूको अधिकारको सुनिश्चित हुने गरी सरकारले छिटै गैर आवासीय नेपाली परिचय पत्र वितरण गर्ने पनि जानकारी दिनुभयो। सम्पत्ति खरिद, नेपालमा लगानी गर्दा विभिन्न सहुलियत र सुविधाहरू पाउने लगायतका व्यवस्थाहरू कार्यान्वयनको क्रममा रहेका छन्। गैर आवासीय नेपालीहरूको विश्व सम्मेलन निरन्तर रूपमा नेपालमा आयोजना हुँदै आएको छ। यसले गैर आवासीय नेपालीहरूको नेपालसँगको सम्बन्ध र उहाँहरूको जन्मभूमिप्रतिको अपनत्वलाई प्रतिबिम्बित गरेको छ। गैर आवासीय नेपाली सम्बन्धी विषयमा दिशानिर्देश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक सल्लाहकार बोर्ड गठन भएको छ। त्यस्तै परराष्ट्र मन्त्रालयमा गैर आवासीय नेपाली सम्बन्धी विषय हेर्न बेग्लै महाशाखाको व्यवस्था गरिएको छ। आदरणीय महानुभावहरू, मैले नेपालको विकासमा यहाँलाई आबद्ध हुन यसअघि नै अनुरोध गरिसकेको छु। यस विषयमा यहाँकै सल्लाह सुझाव र सरोकारमा 2500 भन्दा बढी प्रतिनिधिहरू सहभागी रहेको 3 दिने सो विश्व सम्मेलन NRNA को नयाँ नेतृत्व पनि चयन गर्नेछ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालहरूलाई आग्रह गर्नुभएको छ। अर्थमन्त्री खतिवड़ाले गैर आवासीय नेपालीहरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त गर्ने आश्वासन पनि दिनुभयो। गैर आवासीय नेपाली सङ्घको मङ्गलबारबाट काठमाडौँमा सुरु भएको 9औं विश्व सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै उहाँले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैर आवासीय नेपालीहरूबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रूपमा करिब 70 अर्ब लगानीको अपेक्षा गरिएको पनि बताउनुभयो। अर्थमन्त्री खतिवड़ाले 10 वर्षमा 10,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यकतामा सरकारले जोड दिएको पनि स्पष्ट पार्नुभयो। यसको युजको बारेमा अलिकति बढी कुरा गर्छु पहिले। र आज स्पेसली म नेपालको इनर्जी सिचुएसन र यसको चाहना स्पेसली मेरो विषयमा त्यो ट्रान्सफर्मेसनको लागि हामीले टेक्नोलोजिकल एस्पेक्टमा इनोभेसनको एस्पेक्टमा अलिकति जोड दिनुपर्छ। यी कुराहरूमा सबै तहमा तपाईँ गैर आवासीय नेपालीहरूको सबैमा भूमिका रहन्छ। त्यो भूमिकालाई मैले चाहिँ सराहना गरेको छु। अहिलेसम्म जति पनि यहाँहरूले नेपालको लागि काम गर्नुभएको छ, व्यक्तिगत रूपमा, सामूहिक रूपमा, संस्थागत रूपमा, लगानीकर्ताको रूपमा र एउटा नेपाली हृदयको रूपमा, यी सबैको रूपमा चाहिँ तपाईँहरूको सहयोगको म सराहना गर्दछु। अब म अलिकति यहाँ उठेको विषयहरूमा कार्यक्रममा काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले नेपालको आर्थिक विकासमा उत्प्रेरकको भूमिका निर्वाह गर्न गैर आवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो। उहाँले नेपालमा वैदेशिक लगानी भित्र्याउन पूर्वाधार विकासमा जोड दिन सरकारलाई पनि सुझाव दिनुभयो। अवस्था छ। केही वर्ष अगाडि त पावर सप्लाईको नै ठुलो चाहिँ कन्स्ट्रेन्ट थियो। अहिले के त्यसमा सुधार आएको छ। तर साथसाथै ट्रान्सपोर्टेसनको क्वालिटी, हाइवेहरूको क्वालिटी राम्रो छैन। धेरै ठाउँहरूमा यातायातको सुविधा पुगेको छैन। त्यसकारण चाहिँ सबैभन्दा बढी जोड सरकारको त्यसतर्फ जानुपर्छ। इन्फ्रास्ट्रक्चर कन्स्ट्रेन्टलाई सुधार गरेर त्यसको क्वालिटी बढाएर काङ्ग्रेस नेता महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले संस्थागत क्षमता विकासको कामलाई पनि तीव्रता दिनुपर्ने आवश्यकता उल्याउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले चिनिया राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण वर्ष 2020लाई प्रबन्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। मन्त्री भट्टराईले चिनिया राष्ट्रपति सीले नेपालको 2 दिने राजकीय भ्रमणको क्रममा दिनुभएको प्रत्येक स्टेटमेन्टले सो भ्रमण वर्षलाई प्रबन्धन गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको हो। उहाँले राष्ट्रपति सीको नेपाल भ्रमणले चिनिया बुद्धिस्टहरूलाई लिम्बुनीको भ्रमण गर्न पनि
अभिप्रेरित गरिरहने अपेक्षा गर्नुभयो। मङ्गलबारबाट काठमाडौँमा सुरु भएको दोस्रो चीन दक्षिण एसिया सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उहाँले चीन र दक्षिण एसियाका विद्वान साहित्यहरूको उपस्थितिले पनि नेपाल भ्रमण वर्ष 2020लाई माथि उठाउन महत्त्वपूर्ण सहयोग पुर्याउने पनि बताउनुभयो। चिनिया राष्ट्रपतिको भ्रमणको क्रममा उहाँले नेपाल भ्रमण वर्षलाई प्रमोसन गर्नका निम्ति, यसलाई अभिवृद्धि गर्नका निम्ति, नेपालमा चिनिया पर्यटकहरूको सङ्ख्या वृद्धि गर्नका लागि उहाँका प्रत्येक स्टेटमेन्टहरूमा चिनिया पर्यटकहरूलाई नेपाल घुम्नको निम्ति अभिप्रेरित गर्ने र आज बुद्ध धर्म जसरी चीनमा पनि। त्यस अवसरमा मन्त्री भट्टराईले सांस्कृतिक धरोहरहरूको रूपमा रहेको नेपालमा भूकम्पले ध्वस्त बनाएका सबै सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणको कामले तीव्रता पाएको उल्लेख गर्दै 2 वर्षभित्रै पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्तिक 3 गतेसम्म चल्ने सो सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान लगायतका देशका प्राज्ञहरूले 16वटा कार्यपत्र प्रस्तुत गर्नेछन्। यो सम्मेलन पहिलो पटक गत वर्ष चीनको छेन्दु सहरमा आयोजना गरिएको थियो। 13औं गोदावरी फुलको प्रदर्शन ललितपुरमा हुने भएको छ। नेपालीहरूको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एसोसिएसन नेपालले आगामी कार्तिक 1 गतेदेखि 4 गतेसम्म ललितपुरको जावलाखेल स्थित खेलमय मैदानमा सो प्रदर्शनी आयोजना गर्न लागेको हो। गोदावरी फुलको व्यवसाय प्रवर्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागि एसोसिएसनका उपाध्यक्ष एवं प्रदर्शनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिनुभयो। रोपेर फुल गोदावरी सजाऊ घर आँगन वरिपरि भन्ने मूल नाराका साथ आयोजना गर्न लागि सो प्रदर्शनीमा 49वटा प्रदर्शनी कक्षहरू रहने पनि एसोसिएसनले मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। व्यवसायको दिगो संस्थागत सरकारी स्तर तथा कुनै सङ्घ संस्थाबाट सहयोग नभएकोले यस फ्लोरिकल्चर एसोसिएसन नेपालको आफ्नै स्रोत परिचालनबाट 13औं संस्करणको रूपमा नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनीमा यस सिजनमा फुले सयपत्री, मखमली तथा अन्य सिजनल फुल बिरुवा समेत समावेश गरिनेछ। नेपालको 43 जिल्लामा पुष्प खेतीको विस्तार भइसकेको पनि एसोसिएसनले जनाएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। जनकपुर धाम विमानस्थलमा तोडफोड गरेको आरोपमा राजपाका सांसद शाह काठमाडौँबाट पक्राउ। बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महरालाई म्याद थप गर्न जिल्ला अदालतमा पेश। सञ्चार माध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेको भन्दै प्रधानमन्त्री ओलीद्वारा असन्तुष्टि व्यक्त। पश्चिम संस्कृतिको अनुकरण बढेको बनाई। गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको आह्वान। र चिनिया राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल भ्रमण वर्ष 2020लाई प्रबन्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने पर्यटन मन्त्री भट्टराईको भनाई। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।